कालिन्चोक भगवती माताको दर्शनको दोस्रो भाग लिएर उपस्थित भइसकेकी छु। कृपया भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला है। हामीहरू 3842 मिटरको हाइटमा छौँ। जहाँ विश्वास हुन्छ त्यहाँ भगवानको कृपा अवश्य नै हुन्छ। आस्था, प्रकृति र शान्तिको अद्भुत सङ्गम हो कालिन्चोक भगवती माताको मन्दिर। यसै आस्था र विश्वासका साथ म पनि कालिन्चोक भगवती माताको दर्शनका लागि आएँ। केही समयको पैदल यात्रापछि एउटा डाँडाको टुप्पोमा हामी पुग्यौँ। भगवती माताको मन्दिर भने अर्को डाँडामा रहेछ। ती दुई डाँडालाई जोड्ने भर्याङलाई हेर्दा भने मुटु नै चिसो र सिरिङ्ग भएर आयो। जसो तसो त्यो भर्याङ पार गर्न सफल भए। पछाडि पछाडि छोरी र श्रीमान बिस्तारै उक्लिँदै गइसिन्थ्यो। यसरी दुईटा डाँडालाई जोड्ने भर्याङ बनाउने मान्छेलाई चाहिँ म ह्याट्स अफ गर्न चाहन्छु। हामी मन्दिर आइपुग्यौँ। यो रह्यो माताको मन्दिर। ल त सम्पूर्ण भक्तजनहरू, हजुरहरू पनि मसँगै दर्शन गर्नुहोस् है। कालिन्चोक भगवती माताको दर्शनका लागि आएको मेरो यो पहिलो पटक हो। यहाँ पुग्ने बित्तिकै आफूले आफूलाई भाग्यमानी सम्झेकी थिएँ। यति मन आनन्द भएको थियो नि, शब्दमा म बयान गर्नै सक्दिनँ। कालिन्चोक भगवतीको बारेमा त हजुरहरूले अन्य भिडियोहरूबाट पनि बुझिसक्नुभयो र थाहा पाइसक्नु भएको होला र पनि यहाँबाट पनि हजुरहरू दर्शन गर्नुहोला, हेर्नुहोला। यहाँको वातावरण यस्तो रहेको थियो, हेर्नुहोस् त। आहा, कति रमाइलो है। मलाई त भनौँ भने घरै फर्किन मन लागिरहेको थिएन। पापा बादल अब सबै झिक्यो। बादलै बादल। मेरो त सजिलो छ जुत्तामा। बादलै बादल। हुसु हेर। ल ल ल ल ल ल केही देखेन अहिलेको डाँडाहरू त। यता यता अलिअलि घाम उता हो नि। उता हो कि अलि त सलाम गर। पुरा हुस्सु लागेछ, बादल लागेछ, कुहिरो लागेछ। हेर सुरुर उडेको।
अँधेरी रात बुद्धको जस्तो मन गर्नुहोस् ऐना जस्तो मन राख्नुहोस् बुद्धको उपदेश मान्नुहोस् धर्मको मार्गमा। हाम्रो दर्शन सकियो होइन। पूजा आजा प्रार्थना सबैको रक्षा गर्नुहोस् माता रानीले रक्षा गर्नु सबैको। हाम्रो दर्शन सकियो, अब लाग्यौँ घरतिर। केवल कारबाट झऱ्यौँ। यस्तो छ यहाँ।